धन्यवाद। कार्यक्रम उद्घोष सक्छु। आदरणीय यस वक्तृत्व कला प्रतियोगिता कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरू, निर्णायक मण्डल, गुरुवर्ग, समयपालकज्यू, म जस्तै प्रतिस्पर्धी विद्यार्थी साथीहरू एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा स्वीकार्नुहोस् हार्दिक नमस्कार। प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान चलिरहेको यस विशेष अवसरमा आज मिति 2082 साल मङ्सिर 11 गते नेपाल राष्ट्रिय शिक्षक संगठन बिगु गाउँपालिकाद्वारा चिलङ्का स्थित हिमालय माध्यमिक विद्यालयमा आयोजना गराइएको माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगितामा म श्री गौरीशङ्कर माध्यमिक विद्यालय बिगु 1 जगतमा कक्षा 9 महादेव छात्रा उपमा रिजाल पनि सहभागी भई आफ्नाकै भनाइहरू राख्न पाउने अवसर पाउँदा अत्यन्तै गौरवान्वित महसुस गरिरहेकी छु। यो स्वर्णिम अवसर दिलाइदिनु भएकामा म आयोजकप्रति हार्दिक कृतज्ञता अर्पण गर्न चाहन्छु। अब म एउटा कविताको पङ्क्तिसँगै आजको शीर्षक लैङ्गिक हिंसा रोक्नका लागि सरकारवालाहरूको भूमिकातर्फ अघि बढ्न चाहन्छु। प्रेमले हुन्छ परिवर्तन, हिंसा त्यागौँ अब, सधैँभरिका लागि लैङ्गिक समानता कायम हुन्छ जब। लैङ्गिक हिंसा भन्नाले विशेष गरी महिला भएको आधारमा र यौनिकता तथा सामाजिक भूमिकाको आधारमा गरिने भेदभाव, अत्याचार र दुर्व्यवहार समेतलाई बुझाउँछ। समाजमा आजको समयमा देखिएका विभिन्न सामाजिक समस्या र कुरीतिमध्ये लैङ्गिक हिंसा पनि एक हो, जसको कारण आज नेपाल जस्ता देश र यहाँको समाजमा अत्यन्तै नकारात्मक असरहरू देखा पर्दै आइरहेका छन्। त्यसै गरी तेस्रो लिङ्गी भएकै आधारमा व्यक्तिलाई समाजले अपहेलित गर्ने गरेको कुरा त हामीले प्रत्यक्ष देख्दै नै आइरहेका छौँ। यति मात्र कहाँ हो र अहिलेको समयमा त पुरुषहरू पनि हिंसामा परिरहेका छन्। अझै पनि कतिपय समाजमा महिलालाई बोक्सीको आरोप लगाउने, चाउपडी तथा धुमा जस्ता प्रथा भोग्नुपर्ने, घरायसी काममा महिलाहरूले मात्र लगाउने जस्ता अनेक विकृति महिलाहरूले भोग्नुपर्ने अवस्था छ। यी सबै लैङ्गिक हिंसाका ज्वलन्त उदाहरणहरू हुन्। सभाध्यक्ष महोदय, सर्वपक्षीय प्रयत्नले मात्र लैङ्गिक हिंसा समाजबाट बिस्तारै बाहिरिँदै जाने र यसले सम्पूर्ण समाज निर्माण गर्ने भएकाले लैङ्गिक हिंसा विरुद्धको अभियानमा सरकारवालाहरूको के कस्तो भूमिका रहन्छ भन्ने बारेमा म आफ्ना भनाइहरू प्रस्तुत गर्न चाहन्छु। उपस्थित श्रोतागण, लैङ्गिक हिंसा विरुद्धको अभियानमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने त परिवार र समाजबाट नै हो। आफ्नो परिवारले छोरा र छोरी दुवैलाई सम्मान, माया, अवसर र शिक्षा दिनु आवश्यक छ। समाज र समुदायले विशेष गरी दाइजो प्रथा, छाउपडी प्रथा, बाल विवाह, जातीय विभेद जस्ता खराब प्रचलन रोक्नका लागि समय समयमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ। समाजका बुद्धिजीवी वर्गले यसको नेतृत्व गर्नु आवश्यक छ। यसका साथै समाजमा गठित बाल क्लब, युवा क्लब, महिला समूह जस्ता पक्षहरूले पनि यसको नेतृत्व गर्नु जरुरी छ। त्यसै गरी लैङ्गिक हिंसा विरुद्धको अभियानमा आवश्यक कदम चाल्नका लागि विद्यालय तथा शैक्षिक संस्थाहरूको भूमिका पनि कम महत्त्वपूर्ण हुँदैन। विशेषतः विद्यालयमा पठन पाठन गराइने पाठ्यक्रममा नै लैङ्गिक असमानतालाई रोक्नका लागि विभिन्न विषयवस्तु समावेश गरिनुपर्ने हुन्छ। सभाध्यक्ष महोदय, लैङ्गिक हिंसा विरुद्धको अभियानमा